के तपाईँहरूलाई थाहा छ तपाईँहरूले यो जुन ग्यास्ट्रिकको औषधिहरू खानुहुन्छ पेन्टाप्राजोल, ऱ्याबिप्राजोल, ओमिप्राजोल, ल्यान्सोप्राजोल यो औषधिहरू ग्यास्ट्रिकमा कसरी काम गर्छ र तपाईँको ग्यास्ट्रिकको समस्याहरू कसरी समाधान गर्छ आउनुहोस् आज म तपाईँहरूलाई देखाउने छु है त। सिम्पल वेमा हामीले बुझ्ने हो भने यो स्टोमक एसिड कसरी सेक्रेट हुन्छ, यो स्टोमकको एउटा लाइनिङमा प्यारेन्टल सेल हुन्छ, यो सेलमा हुने प्रोटोन पम्प्सहरूले चाहिँ प्रोटोनहरू एक्सचेन्ज गरेर एसिडको प्रोडक्सन गर्छ र ग्यास्ट्रिक एसिडको सेक्रेसन गर्छ। अब हामीले खाने पिपिआईले चाहिँ कसरी काम गर्छ भने हामीले खाने पिपिआईहरू के हो भने पेन्टाप्राजोल, एस्मोप्राजोल, ओमिप्राजोल, ऱ्याबिप्राजोल र ल्यान्सोप्राजोल, यो लास्टमा जोल भएको सबै पिपिआई हुन्छ। र यो पिपिआईले अब कसरी काम गर्यो भने हाम्रो यो प्रोटोन विधि नै स्टप गरिदिन्छ, यसलाई इन्हिबिट गरिदिन्छ। प्रोटोन पम्प्सलाई इन्हिबिट गरिसकेपछि एसिड बन्न पाउँदैन, पेटमा चाहिँ अब धेरै मात्रामा एसिड बन्दैन। हामीले खाने ग्यास्ट्रिकको ट्याब्लेट या क्याप्सुल दुई तरिकाको हुन्छ मुखबाट खाने चाहिँ। ट्याब्लेटमा चाहिँ एन्टेरिक कोटिङ गरेको हुन्छ। यो कोटिङले चाहिँ के गर्छ भने पेटमा भएको एसिडसँग चाहिँ बचाउँछ, त्यो बचाएर ग्यास्ट्रिक एसिडमा डिजल्भ हुन दिँदैन र त्यसपछि इन्टेस्टाइनमा जान्छ अनि त्यहाँ गइसकेपछि त्यसले एक्ट गर्छ, काम गर्छ। र अर्को जुन क्याप्सुल हुन्छ, क्याप्सुलको जुन बाहिरको भाग हुन्छ त्यसले पनि एसिडबाट बचाउँछ, त्यो एसिडिक इन्भाइरोमेन्टमा डिजल्भ हुनु भएन अनि त्यसपछि ग्यास इन्टेस्टाइनमा गइसकेपछि त्यसले पनि काम गर्छ। त्यही भएर हामीले यसलाई च्यु गरेर या चबाएर चाहिँ खानु भएन, त्यसरी खायो भने चाहिँ हाम्रो ग्यास्ट्रिक औषधिले त्यसरी काम गर्दैन है त। अब हामी यसको डोजिङको बारेमा बुझ्ने हो भने पेन्टाप्राजोल हाम्रो 20 देखि 40 mg मा आउँछ, यो दिनको एक पटक या दुई पटकसम्म खान सकिन्छ। अनि एस्मोप्राजोल र ओमिप्राजोल पनि 20 mg र 40 mg मा आउँछ, यसलाई पनि एक टाइम वा पेसेन्ट हेरेर दुई टाइमसम्म डेलीको दिन सकिन्छ। ऱ्याबिप्राजोलमा भयो 20 mg, प्रायः 20 mg युज हुने गरिन्छ, 40 mg त्यति खासै युज हुँदैन। 20 mg वन्स डेली अर 2 टाइम्स डेली दिन सकिन्छ। अर्को भयो ल्यान्सोप्राजोल, यो चाहिँ 15 mg र 30 mg मा आउँछ, यो पनि वन्स अर 2 टाइम डेली भनेर दिन सकिन्छ। त्यसपछि यो ग्यास्ट्रिकको दबाईहरू हामीले औषधिहरू कतिखेर खानुपर्छ, यो 30 मिनट खाना खानुभन्दा 30 मिनट अगाडि खानुपर्छ। किनभने 30 मिनट अगाडि हामीले खाँदा चाहिँ के हुन्छ भने त्यतिखेर खाली पेट हुन्छ र त्यहाँ म्याक्सिमम एसिड सिक्रेसन भएको हुन्छ र म्याक्सिमम काम गर्ने देखिन्छ है। म्याक्सिमम एसिड हुन्छ, त्यही भएर त्यतिखेर म्याक्सिमम काम गरेर एसिडलाई सेक्रेसन हुनबाट रोक्छ।